होइन नानी के गरिछौ तिमीले बाल्टीभरि कपडा खान् अनि फेरि तिनी भाँडा जति सबै टेबलमा छन् अनि ग्यास पनि तल राखेकी छौ के गर्न लागिछौ यस्तो ए सफा गर्न लाग्यो के मम्मी हेर्न 2-3 दिन भयो पानी पर्यो अनि यहाँ यस्तो फोहोर भएर लाग्यो अनि सर्लक्क सफा गर्छु भनेको त्यत्रा लुगा भिजाइहालेँ फेरि आज पनि पानी पर्यो अनि म फेरि सफा गरेपछि मजाले गर्ने बरु 1 हप्ता नगर्ने के ए गिजी दिनदिनै काम देखाउने बानी छैन एकैचोटि गर्ने बानी छ तपाईँलाई थाहै छ मेरो बानी अनि यदि सफा गर्छु भनेर तपाईँ पनि त्यहाँ बत्ती काटेर बस्नुभएको थियो डिस्टर्ब गरिनँ कि मैले आफ्नो काम त हो नि अब तपाईँले आफ्नो काम गर्न लाउनु बत्ती काटेर मैले केटाकेटी स्कुल पुऱ्याएर आएर बिहान केटाकेटी स्कुल नजाँदै त्यहाँ भिजाइदिएको थिएँ लुगा आएर धुन्छु भनेको एकछिन 5-10 मिनट पसिना आयो एकछिन बसेँ अहिले बाहिर पानी पर्यो अनि यो किचनको सफा गर्छु भनेर तपाईँलाई चिया खान मन लागेर चुलै तल राखेर गरेँ मम्मी भन्छ अब एकछिन चिया पकाउन लाग्यो नानी हजुर ए किचन पुछ्यौ पुछेँ नि मम्मी ए कति राम्रो गराइछौ तँ बिहान उठेर उठिक्यो हात खाली छैन ल चक्लेट ए चक्लेट केटाकेटीलाई चाहिँ चक्लेट अब के दिन्छु नि अरू पनि त खाने भइदिए दिन्छु ल अहिले भयो खानु मन लाग्छ तपाईँले बत्ती काटेर कति गराउनु तपाईँले बत्ती काट्नु म त अझै त्यहाँ त्यत्रो लुगा धुन्छु नानी हजुर यो कपडा आउँदैन भर्खर भिजाइहालेँ धुम कि भनेर भरि जाऊ बुवा आज पानी आहा कति दुःख गरिरहेको छ बिहान 5 बजे उठिदेऊ यत्रोसम्म तिम्रो हात खाली देखेको छैन मैले केही हुन्न मम्मी तपाईँले पनि बत्ती काट्नु मैले पनि यति भिजाएका लुगा फेरि गराउँछन् भोलिसम्म पानी त के थियो यो बर्खा यति धोइहाल्छु हो धोनी कि बोन अटेरी गरी नभन्नु यति धुन्छु 1 बाल्टी छ सरफमा भिजाइहालेँ नत्र भोलि धुन हुन्थ्यो ल ठिकै छ म यति धोएर आउँछु उसलाई कपडा धो र चिया खाँदा हुन्छ चिया पकाएर हुन्छ त कति काम गरेँ बना हजुर होइन कति कथेर सकिने एउटा काम अहिले फेरि बाथरुम पसिछौ काम अब एकैछिनमा सकिन्छ कि थालेको बेलामा सर्लक्कै एकैचोटि काम ल्यायो लुगा फेर्यो नुहायो त्यसपछि चिया खाम्ला खाजा खाम्ला केला पिरो हो गएर त्यो 3टा अपरेसन गरेको शरीर 5 बजेबाट काम गरै देखिने काम केही छैन अब यस्तो हात खाली देख्दिनँ मैले कथेरै पनि अब बिहान पकाउने तपाईँले पकाउनु मैले भाँडा माझेँ अब काम त बाँडेर गरेको छौँ आफूले सक्ने अब यस्तै साथ दिएपछि भयो अब म आउँछु अब 10 मिनटमा मैले सक्छु र खाम्ला चाहिँ बस्छु ओहो हाम्रो मम्मीले बत्ती काटेर भ्याउनु भएछ यही यो बत्ती काटेँ अल्छिलामा त अलबत्ती काटेँ अल्छिला हो तिमी काम गरिरह्यो म त सुतेछु फेरि उठेर उहाँले अरू काम गर्नु र अनि म चिया पकाउँछु तिमी बस मिठो तपाईँको हातको चिया मिठो हुन्छ मिठो पकाउनु ल मोबाइल हेरेर बस्न पर्यो नानी हजुर चिया पाएको भोकायो नि चिया खाएको त मिठो लाग्यो चिया कस्तो भयो अनि खाजा पनि लौ खाजा खाऊ अनि बाबु लिन म जान्छु तिमी आराम गर मेरो जस्तै म जस्तै भाग्यमानी को छ नलाई सबैजना मेरो सासूआमा जस्तै हुन्थ्यो भने कुनै पनि बुहारीले दुःख पाउँदैनथ्यो होला है ल हेर्नुहोस् त म थाकेँ भनेर तिमी रेस्ट गर म बाबु लिन जान्छु भन्नुहुन्छ खाजा पकाएर दिनुभयो सबै घरमा यस्तै सासू बुहारी मिल्ने भने कुनै बुहारी रुँदै हिँड्नु पर्थेन कुनै सासू पनि रुँदै हिँड्नु पर्दैन थियो होला हामी सुसुबारी त आफ्नै घरभित्र बस्छौँ रमाउँछौँ एकअर्कालाई सपोर्ट गर्छौँ आज म साँच्चीकै भाग्यमानी महसुस गर्दैछु ल हेर्नुहोस् मेरो सासू आमाले प्रत्येक उसमा मलाई साथ दिनुहुन्छ